जानुभयो तपाईँ भिडियो नभेन्जेल कतै नजानु ल। जानुभयो भने तपाईको विद्या नाश हुन्छ भनेर म भन्दिन। साथीहरु कुरा कहिलेको भन्दा कहिलेको यार छोडिदिनु कुरा खैकुन्नी कहिलेको। नेपाल चीन र अमेरिकाका मान्छेहरूले आफ्नो देशमा भएका विकास अनि अनुसन्धानका बारेमा कुराकानी गर्नका लागि एउटा मिटिङको आयोजना गरे। तर खुसीको कुरा के भने यो भिडियोमा सबै राष्ट्रका मान्छेहरू नेपाली भाषामै कुराकानी गरेका छन्। बिकज नेपाली ल्याङ्ग्वेज इज इन्टरनेशनल ल्याङ्ग्वेज इन दिस भिडियो। तर दुःखको कुरा नेपाली भाषा यो भिडियोमा अन्तर्राष्ट्रिय भाषा हो भनेर भन्नका लागि मैले इङ्ग्लिस ल्याङ्ग्वेज पो युज गरेछु। र अब भने यो मिटिङमा के कस्ता कुराकानी भयो त हेरौँ है। र मिटिङ हेर्नभन्दा अगाडि मैले यो भिडियो हेर्नुभएकोलाई एउटा कुरा भन्न चाहेँ। हजुरलाई यहाँले अहिलेसम्म पनि हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गरिदिनु ल, अनि बेल आइकन क्लिक गरिदिनु र भिडियोलाई लाइक पनि गरिदिनु है। गरिदिनु के छ र मरिलानु जिन्दगानीमा। सबैलाई नमस्ते है। नमस्ते साथीहरू, हाम्रो कन्ट्री विकासको मामिलामा सधैँ अगाडि छ। ओके, हाम्रो कन्ट्रीका बिल्डिङहरू यति अग्ला छन् कि आकाश छुन सक्छन्। बुझ्नुभयो? आकाशसम्म चाहिँ छुन्छ र होइन होला। नो आकाश भन्दा अलि तल्केरसम्म छुन्छ। साथीहरू, हाम्रो देशको रकेटहरू सूर्यसम्म पुग्न सक्छ। बुझ्नुभयो? सूर्यसम्म पो पुग्छ होइन होला। गफ नहान्नु नि यार। होइन सूर्य भन्दा अलि तल्केरसम्म पुग्छ। आम्मामा मेरो पो पालो आएको। के गफ हान्नु यार। साथीहरू भन्दा गफ लगाए जस्तो होला, तर सत्य कुरा यो कि हाम्रा देशका मान्छेले नाकबाट भात खान्छन्। रियली? नाकबाट पो भात खाने होइन होला। होइन हजुर होइन, नाक भन्दा अलि तल्तेरबाट खान्छन्। साथीहरू, हामी अमेरिकन यति क्रिएटिभ छौँ कि हामीले आकाशमा उडेको चरा देखेर प्लेन बनायौँ, हेलिकप्टर बनायौँ। हो र हाम्रो देशका मान्छे पनि के कम छौँ र। हामीले घोडा दौडेको देखेर बाइक अनि कार बनायौँ। हामीले समुद्रमा माछा देखेर पानी जहाज बनायौँ। यिनीहरूले त कडा दिए त यार। उफ, फेरि मेरो पाला आएको। के भनौँ यार। अनि नेपाल चाहिँ किन नबोलेको त? आई थिङ्क नेपाल कन्ट्री विकसित छैन होला, त्यसैले केही पनि बोलेको छैन। साथीहरू, नेपाली चाहिँ कम बुद्धिमानी ठानेको हामीले चरा देखेर गुलेली बनायौँ, अनि जमिनमा राँगो बोका खसी देखेर खोडा बनायो। खोडा हामीले टेक्नोलोजीको दुनियाँमा धेरै योगदान दिएका छौँ। हामीले मान्छेका सहजका लागि स्मार्टफोनको आविष्कार गरेका छौँ। हामीले मान्छेहरूलाई कम्युनिकेट गर्नका लागि फेसबुक बनायौँ। साले तिमीहरू हिरो भनेको, हामी नेपाली चाहिँ कम छौँ भन्ने ठानेको। हामीले चाइनाले बनाएको मोबाइलमा अमेरिकाले बनाएको फेसबुक एप तानेर फेसबुक आइडी बनाउँछौँ। फेसबुक आइडी बुझ्यौ? साला नेपालीले हेप्ने। भिडियोले हँसायो भने एक्लै नहाँस्नुलाई फेरि मान्छेले पागल रहेछ भन्लान्। यो भिडियो आफ्नो साथीलाई पनि हेर है भनेर सेयर गरिदिनुहोस्। अनि यो भिडियोको पार्ट 2 चाहनुहुन्छ भने यो भिडियोलाई फटाफट 70 लाइक कम्प्लिट गरिदिनु होला। अनि म यसको पार्ट 2 पनि लिएर आउनेछु।